खोइ कसले हानेको अट्याक देवराजेले होला देवराजे यस्ता उनाको छ हाम्रो उहरुमा त छ्या के हो के खानु चाहिँ चम्केको हो छ्या अब उ गर्नु नि के हेरिराखेको ब्याक गरेर भाग्ने हो कि क्या हो ला 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 ए छोड्दै कस्तो हर्ता छ हाम्रो टिममा यसले एक स्टार ल्यायो भने म कान काटेर खालिदिन्छु ल ए यसको अट्याक नहेरेर तिमी हान कसले कहाँ हानेछ र हौ हानेको छैन अहिले तेरो म ढाड खुसाइदिन्छु यहाँ हेर न माथि 0 स्टार ल्याइसक्यो गोरा हेरेर ब्याक गरेर छ्या केटाहरु त पनौती लगाइदियो यार सुरुमै ए भएन रुक म हान्छु अब मेरो अट्याक हेर है अब तिमी पनौती लाउने त होला पनौती गर्ने अगाडि अट्याक गरेर यार केटाहरु बरु नसक्ने भए नजानु के यो लास्टको लागि हानो अर्को आइडीबाट लास्टको लागि फुल स्टार ल्याएर उद्घाटन गरेर यार पनौती तिनै अट्याक फेल भने त के जस्तो होला र रुक है म यो सेकेन्ड आइडी वाला लास्टको लान्छु थर्ड आइडीले त सक्दैउ न होला हैन कहाँ सक्नु त्यसमा केही छैन हाल्नु जस्तो यो पनि बेस्ता ठिकै रहेछ हावा चलेर यहाँ चिन्ता नगर न चिन्ता नगर यहाँ पुलिस नाममा यताको सक्यो यार यताको ड्राइभरहरू साँच्चै आज केटाहरूले पनौती नि लाए साँच्चै यार यो म्याच यो स्लिपरलाई डाउन गर्नु नि यार टेक्का आयो आउनु त टेक्काले के गर्छ हेरौँ टेक्काकै भरोसा त्यो टेक्का पनि खुस्क्यो आधा भुत्रा पनि भएन कृष्ण आयो फुल स्टार आयो जल्दी कूद मार्ला आयो असम्भव भएर पनि सम्भव भयो फुल स्टार आइसक्यो त बाबु तिमी यो 14 को हान त सानो आइडीबाट सानो आइडीबाट 14 को हान्न सक्छु नि यो 14 लेभलको लागि भने 14 नम्बरको लागि भनेको 14 टाउन हल हैन त्यसो भन न त जाटा म पनि त्यही बुझिराखेको नि 14 टाउन हल यो मेरो बेस रखाइ नि भएको छैन पहिलो कुरा पक्कै म प्लान गर्छु कता हान्ने खोइ हान न छिटो छुटिसक्यो पक्कै हेर्दै म हेर्दैछु इगल राखे छैन हैन यसले खोइ मैले नि हेरेको छैन हौ केटाहरूले 12% ल्याइहालेछ इगल छैन 2 स्टार चाहिँ आउँछ होला यार सायद
यो टाटा टाउन हल छ टाउन हल पट्टिबाट अट्याक नगर टाउन हलको अपोजिट साइडबाट अट्याक गर टाउन हलै उडाइदिने हौ सुरुमा जाटा टाउन हल भाग जति सबै हिरोहरू ती छ के टाउन हलमै हिरोलाई पखन म कसै उडाउँछु तिमी हेरिराख न मेरो क्वीन कहाँ छ मेरो क्वीन अपडेट भइसकेको कुनाले सबै म डायमन्ड युज गरेर आइहालेँ पुत्रा क्वीन तेरो पक्कै म सेना मिलाउँछु यता पनि केही अट्याक अपडेट गरेको छैन यताको साइडमा अब यताको यतिकै छोडिदिने एउटा पोइजन अनि त्यसपछि डक्छु यो फर्नेसले कतिको काम गर्छ खोइ मैले कहिले चलाएको छैन म त जहिले भने ड्राइगन हो ड्राइगन हिरोहरू भा मलाई सुरु गर्न छिटो हात तेरिका हतार नगर न हतारमा एट्याक गरेको एट्याक जे पनि हुन सक्छ यो केटाहरूलाई चाहिँ गिलबाट कि हान्देऊ है काम छैन यस्तो बरु लास्ट गल हान्नु नि एउटा चम्केर यहाँ गएको छ एउटा यहाँ गएर हेरेर आछ 23 लेभलको रहेछ किङ 17 लेभलको क्वीन एउटा पोइजन दिएर जाऊ न पोइजन लगाइदेऊ त्यसपछि त्यही त लिएर गएको नि फिर्नहरू यहीँ छ स्विपर यहीँ छ पोइजनको ठाउँमा त अर्को क्वीन बोलेर गइराखेको कस्तो उना गुको छस् के त स्पेलहरू पनि थाहा पाउँदैनस् कि क्या एट्याक झन्डै गरेको अलिकति हेर्ने बानी सरमा थिएन लु हेर मेरो 0 स्टार 0 स्टार अहिले मर्छस् के सुरु गरेको ल एउटा पोइजनले काम बन्छ र यो डिफेन्डर भएन नि यार त्यहाँ ड्यामेज हेर्न कति छ नि यहाँ दुईटा एक्सपो छ यहाँ दुईटा उयो खोगे जाति डिफेन्डर छ ड्राइगनहरू यहीँबाट चाहिँ ऊ गर्थ्यो अलिक पर्सेन्टेज आउनेतिर लगाउनु बुढाले लास्टै ड्यामेज दिइरहेको छ तेरो डिफेन्डरहरूलाई यार अरे तेरो आर्मीहरूलाई टाउन हलमा गयो सिङ्गल इन फिर्नु रहेछ फेरि दुइटै यार मैले अघि नहेरेको ठिक्का दुइटै सिङ्गल इन फिर्नु रहेछ अघि मैले नहेरेको के किरमाणाको ऊ युज गरिसकेको एबिलिटी कतिखेर युज गरेको थियो देखिन दुई स्टार भन्दा धेरै आउँदैन के त्यो पर्सेन्टेजले के गर्ने ब्याकअप काम छैन अहिले पर्सेन्टले यस्तो काम गर्छ यो गिल्ड लेगेसीमा त यार पर्सेन्ट त तान्नुपर्छ एउटा यो जेले भए पनि म यो केटाहरूले हेरेर आएकोलाई गएर हान्दिङ पकन अहिले यहाँ हेर न एट्याक यहाँ हेर न सुपर आर्मरले कस्तो हान्दिरहेको म चाहिँ सुपर मिनियन्स लिएर जानु पर्ला हो यार सुपर मिनियन्स कस्तो हुन्छ हौ कृष्ण सुपर मिनियन्स कतिको काम गर्छ हेर न सुपर आर्मरले यसरी भ्यालु निकालिसक्यो सुपर मिनियन्स भनेको तँलाई सुपर आर्च यो के जाति अरे यस्तो के गर्नु त म इलेक्ट्रो ड्राइगन युज गर्नु कि म उयो युज गर्नु हो ड्राइगन सन्त्रा ड्राइगन युज गरौँ हौ रिस्पो उठ्छ त हेर त मेरो 70% त झन्डै ल्यायो नि
टाइम भएको त ल्याउँथ्यो पनि टाइम लाग्दा त कमै कपिदिन्छ एक्लैले साँच्चै हो सबै चाहिँ सक्दैन है गफ्नलाई ओके 5 एट्याक 5 स्टारेर त 4 एट्याकमा म कुनलाई हान्नु भने अलिक नर्मल बेसलाई भन् म योचोटि हान्नु सक्दिनँ म नुब्रा भएको छु म हेर्छु तिमी कुनलाई हाल्नु भने यो आर्मी पोसन कुन पो अरे यो पावर पोसनले के काम गर्छ हौ पावर पोसन भनेको कुन हो फेरि पावर पोसन पावर बुस्ट गर्ने हो नि त्यो भनेको थाहा छैन सेना छैन जस्तै तिमीले यो उलाई कति लेभलको 6 नम्बरकोलाई हैन यहाँ हेर मसँग अलि नम्बरकोलाई यो र यो उ छ नि माइनिङ गर्ने ट्री त्यहाँदेखि जस्तै अलिक मिलाएर सरर आँसरको छोड्यो भने जम्मै यो सिङ्गल दिन फिर्नु अन्त धेरै ड्यामेज खान्थ्यो यार ए होइन ठुलो आइडीबाट भने होइन हौ सुन न सुरमा तिमी यो ठुलो आइडीबाट हान त एकचोटि मलाई जोसै चलेन के छिटो के बनाउँथे कुरा गरेको ककमा यहाँ हिरोहरू अपडेट गरेर मा बोक्सा 6 को रहेछ त तेरो यो के अरे इगल 5 को भन्छस् मार्दिउ 6 को छ अहिले वाक्कै दिन्छु 6 को हो र तिम्रो चाहिँ कतिको हुने हो र मेरो 7 को हौ 7 को अब मेरो 7 को हुन्छ कति 4 दिन 16 घण्टा पो रहेछ यार मारे छिटो हान्न अर्को आइडीबाट यो 15 को बाट ए भुतिनी के वाल अपडेट नगर्दा पनि हुन्छ के रुक म एउटा यो सानो आइडीबाट यो पर्सेन्ट ल्याइदिन्छु हेर है डोमलाई हान त अलिक फुल स्टार आउने कुनलाई हौ एक स्टार आउने गरी हान त ड्रागन छ छैन छैन कति नम्बर कुनलाई हान्नु अरे मेरो टाउको 13 को ला हैन लरुको पक्का म प्लान बनाइदिन्छु कता हान्दा ठिक हुन्छ ए इगल छ इगलले काटाकुटी गर्छ नहान एट्याक मात्रै त्यतिकै त चुप लागि बस नत्र कुच्याइदिन्छु नाक इगलले तिम्रो सेनालाई एकछिनमा 4 बनाउँछ अब हेर यहाँ दादाको अट्याक हेर त लास्टै भनिस् के एट्याक चाहिँ हाम्रो पटिबाट थोडा गएन तर स्टार चाहिँ हेरेर ड्रागन नै छ त फुक्का यो आफू गाउँमा हान्नु पर्ने कहाँ दिएन र त त्यही त गरिरहेको छु पेन्सिल बोय यहाँ न पेन्सिल बोयले कस्तो हानिरहेको छ यार पुर्याउँदैन यार पेन्सिल बोय कोही गर्ने मिस्टेक अब एउटा ड्रागन लाग्यो भने यो इगलले अट्याक हान्छ ए हानेन 50% कसरी थाहा यो लामा इगल उ भइगयो नि यार
एक शट हानेर छोडिदिनु नि यार कस्तो रहेछ यो इगल बाबा 33% ल्याइदिइहाले यो आइडीबाट तिमी ठुलो आइडीबाट हान त अनि मरिदा गएको थियो 1 HP को थियो ड्रागन के गर्नु त ठुलो आइडीबाट त कुन यो 11 को हाने 11 को रिक्स नलिमै बरु मसिनैलाई हाने स्टारल्याङ है र त मैले अघिदेखि त्यही भनिरहेको छु तिमी बुझ्दैौ न तिमी कुनलाई हान भने यो 9 लाई भए पनि 10 लाई भए पनि हान म आफलाई त चम्केर धेरै माथि माथि नजा अहिले ए मैले त त्यहाँ कुनलाई देखिराखेको थिएको नि यहाँ त गान्ने उको मन्त्रको भ्यालु यो उलाई पो क्यार 6 नम्बरलाई यो चोटी हाम्रो मेम्बरहरु के हो भएन के अर्को चोटी राम्रो मेम्बरहरु राख्नुपर्छ तिमी 6 नम्बरलाई हान्न सक्छौ म त कि 11 कि 12 को हान्ने हो म यो 5 नम्बरलाई ढुट्टो हान्दिन्छु के ल्याङ रे धेरै माथि जानु हुँदैन थाहा छैन ओके यो 5 नम्बर यता नर्मल छ यो टाउन हललाई उडाइहाल्छ यिनीहरूले सेना राख्दै छैन कि बेसमा हैन बेसमा सेना राखे छैन सजिलो हुन्छ हान्ने पुत्रा राखे छैन ओके त्यहाँ हेर्नु मिलिहाल्छ नि सकी छैन यिनीहरूले सीसीमा ट्रुप्स राखे छैन क्या यार त्यही त भनेको मैले सीसी को ट्रुप्सहरु छैन टाउन क्यासलको यो सीसी हैन सीसी भन्दैन जाटा मेरो भाषामा सीसी नि भन्छ नि त भाइ के कुरा गरेको ल अट्याक हान त छिर हान्न म 5 नम्बरलाई अट्याक गर्न जाँदै छु हेर ए थिङ 5 नम्बर तर मेरो लाइन गयो भने फेरि यार अट्याक फेल हुन्छ त्यही हो अहिलेसम्म जाँदैन अहिले पो जान्छ होला अहिले मर्ने गरिदिन्छु नहुने बेला त केही पनि हुँदैन थाहा छैन र तेरो गफलाई त सबैले पो पत्याउँछ त राम यहाँ यो टाउन हल साइडमा हेर त ड्यामेज त इलेक्ट्रो ड्रागनको छ भने ड्रागन लिएर आएछ कस्तो उना गएको छ सबै एक्सपोहरू छ आर्चर टावर रोयल च्याम्पियन बिगार्दै छ अब यस्तो कुद्छ नि तेरो यो त्यो भत्काएपछि हेरे कता कता कुदी जान्छ अब तने टाउन हल साइड चाहिँ निकाल्नु पर्ने हो के यहाँ धेरै ड्यामेज छैन हौ एउटा त छ एउटा एक्सपो निकाल्यो दुईटा निकाल्छ होला इन्फिर्नो मिल्यो इन्फिर्नो मिल्यो इन्फिर्नो ड्रागनहरु गयो केटा फुटबल सिंगल राखेको रहेछ फेरि सबै इन्फिर्न किङको एबिलिटी दिएन किङको फुल स्टार आउँछ होला यार
15 लेभलकोले 15 लेभलकोलाई हान्थे त हैन म एउटा नर्मल बेसलाई रिस्की अट्याक हान्छु ल त्यहाँ फुल स्टार ल्याएन भने तिम्रो रिस्की म पच्याको नाच्दा खुच्यो यो 10 नम्बरलाई हान्छु ल म यसले मोनोलिथ राखे थिएन मोनोलिस थिएन ल हेर मेरो अट्याक अब मेरो अट्याक हेर अब आठको लागि बेइज्जतै हुन्छ यार बेइज्जतै हो 15 लेभलको टाउन हलवालाले 8को लागि हान्दा त 10को लागि हान्दा छिटो आनस काता कुतो रुक्न तैँले भने जस्तो छिटो हुन्छ यहाँ टाइमिङ जान्छ के मुला उयो बाटो रा हान्थ्यो नकरा न यो पट्टि चाहिँ टाउन हलपट्टि चाहिँ त्यो सिसीको राखिदिनु पर्छ कि मैले जरा चुप बेट बेटे चुप बेट पैसा दिए ला मैच के पेट यसले पावर बुस्टिङ युज गरे हानेको मैले त त्यो सबै युज गरे राम कति र कुदेको म्याच कति लेभल पुग्यो तिमीले यो के जाति हौ यो च्याम्पियन छिटो छिटो भएला 13 लेभल यो पेट के हो र उठेन हौ मेरो 15 लेभल म्याक्स हुनु लाग्यो आहा यतिको राम्रो यार गएपछि त यार ठीक गानो त एउटा डिफेन्स एउटा यार मेरो पता थियो कि एउटा मेरो यार पता गाथ्यो रोयल च्याम्पियन कता हो Selamat Messi kali ini finalnya maruk Laka fireball Seis police star अनि यो जुन हुन्छ नि यो स्लो डाउन गर्ने त स्टेट हो त्यसलाई चाहिँ उमा लाग्ने हो कि मैले गल्तीले राखेको थिएँ यार तिमी त के सेउ पनि राखेछौ पेट पनि फाल्तु र फाल्तु यसले कति फाइदा गर्छ त बच्चालाई के थाहा बच्चालाई टपमा छौँ हेर त हाम्रो अहिलेको र्याङ्किङ टपमा छौँ भरे 0 मा झर्छौँ साँच्चै टपमा छौँ कि यार हो त आइया टोटल हाम्रो कति स्टार हुनु पर्ने रे यो जम्मै ब्याक गएको सेकेन्ड दिन 18 स्टार हुनु पर्ने हाम्रो पुरै यो एटा गरेको जति ए अहिलेको मात्रै यो एउटा किलले 3 स्टार र एउटा किलले 1 स्टार हानिराखेको रहेछ बिचराहरू यो बिचराहरू तिनीहरूसँग हाम्रो पर्दाखेरि बिचरा निकालिदिन्छ त्यति खतरनाकहरू छैन हो भाइ हिरोहरू अपडेट गरिहाल ए साँच्ची मेरो हिरोहरू कहाँ छ सुन्यौ रोयल च्याम्पियन अपडेट गरेर त छिटो 18 घण्टा गरे ठीक छ रोयल च्याम्पियन किङ कति एक दिन राम किङलाई त टन्न टाइम लाग्ने रहेछ क्वीनलाई पनि एक दिन अरे मिनियन प्रिन्सलाई लगाइदेऊ न मिनियन प्रिन्स कम होला टाइम नत्र त बुढे बुढेलाई पुग्दैन जेम्स जेम्स भन्छ छत्तरी यो के अरे पान के जाति भन्छ एलेक्जर यो क्वीनलाई अपडेट गर्न दिनु पर्यो 23 घण्टामा हुने रहेछ है ए भुत्रा 23 घण्टा मलाई यहाँ लगाइदेऊ है छैन डोनेसन
डोनेट गर्यो यो तिम्रो टाउन हल रखाइ चाहिँ भएन किन यो टाउन हल उमा राखेको बाहिर टाउन हल सेन्टर राख्नु के होइन सेन्टर राख्दाखेरि मलाई फापेन के फापेन अब केटाकेटी जस्तो फापेन भने राख्न मर्छस्